स्कुल जानुहुन्छ कि जानुहुन्न भन्नुभयो? जाने जानुपर्छ है। के लाने स्कुल? ब्याग लाने। अरू बोतल। अरू कपी। अनि कपीमा के लेख्ने? पेन्सिल पनि लाने हो। अनि स्कुलमा गएर सोफुले म्यामलाई के गर्नुहुन्छ? नमस्ते म्याम भन्नुपर्छ। हस्, म्याम साथी होइन। म्याम त म्याम हो नि, साथी त अरू हुन्छ त क्लासमा। सोफुले साथी बनाउनुहुन्छ। साथी बनाउनुहुन्छ हजुरले, नयाँ साथी हो के? हजुर स्कुलमा हुँदैन। स्कुलमा त सोफुको साथी हुन्छ। बाबाको साथी त अरू बाहिर हुन्छ। बाबाको साथी त सरहरू हो। अनि सुसु आएपछि कसलाई भन्छ स्कुलमा? सोफुले यस, म्यामलाई भन्नुपर्छ है। ओके, गुड गर्ल। कति ज्ञानी हुनुहुन्छ त सोफिया त, अरूभन्दा पनि सबैभन्दा ज्ञानी त मेरो छोरी हो। हजुर, मम्माको हात समात्छु। स्कुलमा त म्यामको हात समात्ने हो त। हो, अनि मम्मा र बाबा त घरमा हुन्छौँ त, अफिस हुन्छौँ। हुन्छ हामी पनि जाने हो र? म्यामको हात समात्ने नि, सबैले त म्यामको हात समात्छ स्कुलमा। हो, ल ल, म आउँछु नि त सोफुको हात समात्न है। ओके, हो स्कुलमै हुनुहुन्छ, स्कुलमै बस्नु। हजुर त अनि म्यामसँग पढ्न जाने हो नि त, अनि मम्मा के गर्न जाने नि? हो र, हस् त नि। अनि सोफु चाहिँ बाबासँग बाइकमा जाने कि स्कुल बसमा जाने? हो, साथीहरूसँग है। हुन्छ त, धेरैजना साथी हुन्छ स्कुलमा। हो र। अनि हुन्छ त। हो र, हस् त नि।